नमस्ते सबैजनालाई, वेलकम टु माई न्यू फर्स्ट ब्लग। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। हेर्नुहोस्, मेरो बुन्टी अहिलेसम्म सुतिरहेछ। 1:30 बजिसक्यो। 12:30 बजे सुतेको मान्छे 1:30 बजिसक्यो, अहिलेसम्म उठेको छैन। बुमो उठ्ने होइन बाबु? पुन्टो कति निन्द्रा लागेको छ यसलाई। आम्मामा, भर्खर बिहान भयो हो। कति सुतेको बुन्टु? उठ्नु पर्दैन? उठु 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 गर, उठु उठु गर्ने है अब उठु गर्ने है। धेरै सुत्नुहुन्न नि पुन्टु? धेरै सुत्नु हुँदैन नि। हेर त, ओइ भूमि, यता हेर न, हामी घुम्न जाने नि। धेरै सुत्नु हुँदैन नि। ल फुपूलाई माया गरिदेऊ न, चुप्पा गरिदेऊ। गलम पनि गरिदेऊ, मलाई खोइ गरिदिएको। अब उठ न, जाउँ अब चिया खाने है। चिया खाने? चिया बिस्कुट खाने हो। खोइ त फुपूलाई माया बस्ने है। हस् भनिदेऊ। पानी खाने हो न, ल खाऊ खाऊ खाऊ। मुड फ्रेस भयो। के खाने पुन्टु? न ल खाऊ खाऊ खाऊ। सुतेर उठ्ने बित्तिकै चाउ चाउ चाहिन्छ तिमीलाई? भोक लागिहाल्छ यति छिटै? पसल जाने हो, घुम्न जाने? नौटङ्की, कति खुसी भएको तिमी? कहाँ जाने? बाबाको पसल जाने? बाबाको पसल जाने? पापाको पसल जाने हो? मम्मी लिएर जाने? डोका लाग्यो? लागोस् न त। ल हो, मेरो पुन्टु रेडी भयो। खुट्टा हाल यसमा, अर्को खुट्टा हाल्ने। ओहो ओहो, कति ज्ञानी भयो है। ओहो, कति चाया भएको तिम्रो टाउकोमा। छोड्दे छोड्दे, हेर त। ल माथि हेर, माथि हेर। ओहो, लाउ जाने। लिपस्टिक लगाउने हो? म लगाइदिन्छु नि। ल आँगा नि त्यता, पखन त गालामा पनि लगाइदिन्छु के। ल ल ल ल पख पख। म पनि लगाउँछु पखन त, म पनि लगाउँछु के एकछिनमा। ल आँगा।